देश तथा विदेशमा रहनुभएकाले आमा याङ्रीको दर्शन गरौँ। एकदमै मेस्मराइजिङ भ्यू। रातो चन्द्र सूर्य जङ्गी निशान हाम्रो जुदो रङ्गसरियो हरियौँ प्रहार आए साम्राज्य हेलो गाइज, युजेटिएल भ्लगमा सबलाई स्वागत छ। अहिले चाहिँ 4:02 गयो बेलुकातिरको र हामी जाँदैछौँ आमा याङ्री पिकमा। अनि अब हाम्रो पहिलो डेस्टिनेसन हुन्छ मेलम्ची। मेलम्ची जाने बाटो पनि हामीलाई एक्ज्याक्ट थाहा थिएन, अनि त्यहाँ लोकल मान्छेहरूलाई सोध्दै गयौँ हामी। यता मुलपानी क्रिकेट रङ्गशाला जर्सिङ पौवा हुँदै जाँदै थियौँ, तर बाटो बिर्सेर फेरि सोध्नुपर्ने अवस्था आयो। टाइम चाहिँ भइसकेको थियो 4:40 र अझै हामी मेलम्ची पुगेका थिएनौँ, तर सोध्दै जाँदा अलिक टाइम लाग्यो। पुग्न चाहिँ पुगिन्छ भन्ने आशा छ। र गाइज अब फाइनली हामी मेलम्ची पनि आइपुग्यौँ। मेलम्ची चाहिँ पुरै पहिरोले पुरिएको रहेछ। जस रमाइलो भयो। यो चाहिँ मेलम्ची बजार। यहाँबाट हामी फेरि दोस्रो डेस्टिनेसनतिर लाग्छौँ। दोस्रो डेस्टिनेसन हुन्छ हाम्रो तार्केह्याङ। अनि 10:59 11 बजे चाहिँ हामी तार्केह्याङको होटेलमा आछौँ। यहाँ एउटा सामान छुटेर साथीहरू चाहिँ बाहिर जानु भएको छ। बाइ द वे गाइज, हामीले चाहिँ बाटो अलि लामो बाटो लियौँ। यता टिम्पूको बाटो नलिकन उता शेरमाथाङ भन्ने बाटो बाट आयौँ। अलि टाइम लाग्यो। 11 नै बजे हामी यहाँ होमस्टे पुग्दा, र होमस्टेको दिदीहरू चाहिँ सुत्नु भएको रहेछ। त्यो दिन पूजा रहेछ। सो लक्कीली हामी चाहिँ यो होमस्टेमा बस्न पायौँ र मिठो खाना खान पायौँ। काठडममा हुँदैन, अक्सिजन यसले प्रोभाइड गर्छ। अक्सिजन प्रोभाइड होइन के भन्छ जस्तै अक्सिजन कम हुँदैन, अहिले त्यो भयो भने काठडममा हुन्छ क्या। अनि ल है, हामी अब आमा याङ्रीको लागि अहिले ठ्याक्कै कति बज्यो? 12:36 चाहिँ खाना खाएर सकेका छ। दिदीले गिफ्ट दिनुभएको छ। यसको नाम के अरे? यसको नाम के अरे? खाप्से खाँदै उकालो चढ्छौँ। 2 घन्टा उकालो चढ्नुपर्ने अवस्था छ। यो चाहिँ कोदोको रक्सी। टेलिस्कोप फिट गर्दै हुनुहुन्छ। अहिले टेलिस्कोपबाट हामी मुन हेर्छौँ। अब हामी मुन हेर्न जाँदैछौँ। 3500-3600 मिटर माथि होला। होमस्टेको नाम के हो अरे? डोल्मा होमस्टे हो। नम्बर लेख्नु त 98 48 054 63 0। कोको रक्सी घिउ हालेर तताएर ज्यान दुख्यो। आज हाम्रो नन स्टप 8 घन्टा
हाम्रो टोटल कति घन्टाको राइड भयो? हाम्रो ठ्याक्कै 9 घन्टा भयो। 9 घन्टाको राइड भयो हाम्रो। शेरमाथाङ हुँदै आएको झन् 4-5 घन्टा लाग्यो। अब भोलि चाहिँ हामी अर्को बाटो टिम्बुको बाटो हुँदै जान्छौँ। त्यो छिटो भनेको छ। अब लेट्स सी वाट ह्यापन। ल हामी चाहिँ अहिले मुन हेर्दैछौँ। मुन चाहिँ यति टाढा हुनुहुन्छ, तर हामी टेलिस्कोपबाट हेर्छौँ। प्लान पनि छ है त गाइस। यस्तो पो हुन्छ नि है। किप लभिङ। चाहिँ हिँडेको घरबाट अनि हामीलाई यहाँ अहिले हामी सेतेघ्याङ भन्नेमा छौँ। अब हामी यहाँबाट बेस क्याम्पसम्म पुग्न त्यही 40 मिनट लाग्ला। त्यहाँबाट 2-3 घन्टा हिँड्नुपर्छ आमायाङ्ग्रीको पुग्न। अनि हामी आज 3 बजे घरबाट हिँड्दाखेरि मेलम्ची 6 बजे आइपुग्यो। र 6 बजे हामी हिँड्दाखेरि चाहिँ कुन सेरामथाङको बाटो के भन्थ्यो समथिङ, सेरामथाङ अनि ककनी हुँदै आइपुगेको। अनि हामी यता अहिले धेरै 5 घन्टा त्यहाँबाट नि रातिको बाटो म 2 चोटि लडेँ। लडाइ चाहिँ खिच्न पाएन, तर ठिकै छ। कसरी लडाइ पनि थाहा छैन, लडेपछि मात्र थाहा छ। जिउँदैछौँ। हामी अचानक हिँडेको है। अनि चाहिँ एकदम रमाइलो भयो। बिचबिचमा एकदम यो छुटेर फेरि 1 घन्टा हामी फेरि फर्क्यौँ। तनाव पुग्यो। तनाव भयो। अहिले त यहाँ त एकदमै चिसो रहेछ यहाँ है। हामी नाङ्गो खुट्टा छौँ, चिसो भइरहेको छ यहाँ अहिले त। ल है गाइस, यो चाहिँ मुनको भ्यू। हामी टेलिस्कोपबाट हेर्दैछौँ। मुनको क्रेटरहरू मजाले देखिएको छ। दामी दामी दामी। हाई गुड मर्निङ साथीहरू। अहिले चाहिँ बिहानको 3:07 गयो र हामी लाग्दैछौँ हाम्रो डेस्टिनेसनतिर। शुभ बिहानी, शुभ प्रभात। अब हामी हाम्रो डेस्टिनेसनमा लाग्दैछौँ। ध्यान टडान भयो क्या। ल आमायाङ्ग्रीको यात्रामा सबै माओवादी स्टाइलमा छन्। न केही देखिनु, न केही भेटिनु। बाटो कता हो कता हो। इनर्जी सबै एकछिन थर्काएर गइसक्यो है हिजोका बाटो। इनर्जी फुल लस। मिलाएर गरौँ। सर्कल बाटो हिँडेको के हो? अब यो यहाँ त हो कि यता हो? लोकेसन त राम्रो देखाउँदैन नि त। कतिको खै कहाँ होइन होइन। पुग्न चाहिँ पुगिन्छ कि पुग्दैन भन्ने कुरो भयो। घर आयो कि कोही उठाएर सोधाइहाल्नु। हामी जसो तसो आमायाङ्ग्री बेस क्याम्पमा आइपुगेका छौँ। टाइम भयो 4:05। त्यो रहेछ। अब अहिले खासै देखिँदैन, देखिन त। ल है साथीभाइहरू, आमायाङ्ग्रीको माथि हाइकिङमा को राष्ट्रिय गान बजाउँ नि फेरि। राष्ट्रिय गान बजायो भने त उभिनु पर्ने हो। हाइकिङ हान्दैछौँ। ल बिहानको करिब 4:30 बजेतिर हामी आमायाङ्ग्रीको हाइकमा छौँ। यस्तै गान सुन्दै अगाडि बढ्दै नेपाली युवा। ल है साथीभाइहरू, हामी चाहिँ आइपुग्यौँ यता कता कता। अझै अँध्यारै छ। अनि यहाँ चाहिँ हामीले भेनस देखिरहेको छ। अब यहाँ देखिँदैन खास। ल है कहाँ आइपुग्यो कहाँ आइपुग्यो। आमायाङ्ग्री। सर ल आमायाङ्ग्री अब आइपुग्नु लाग्यो लगभग आधी घन्टा। हेर्नुहोस् एकचोटि सर र बवाल छ। बेस क्याम्प थियो त्यो बत्ती बलिरहेको ठाउँमा हो। त्यो त पुरै छेकेको छ त है। लोक हामी बेस क्याम्पबाट 1.5 घन्टा हिँड्यो। अब लगभग म्याक्सिमम लाग्यो आधी घन्टामा हामी टपमा पुग्छौँ। आज धेरै थाकियो।
नाइटमा हिँड्यो बल्ल उज्यालो देख्न पाए जस्तो भयो। एल्टिट्युड भएर चिसो पनि धेरै छ। गर्मी महिनामा यस्तै चिसो छ भने त जाडो महिनामा चाहिँ एकदमै धेरै नै चिसो हुन्छ यहाँ। तर जति मेहनतले आयो, जति थकान गऱ्यो हामी, जति नै दुःख गरेर आयो, तर एकदम वर्थ इट नै छ है। यतिको ट्रेक चाहिँ हिँड्नुपर्छ बेला बेलामा। अब सनराइज पनि लगभग हुन लागिसक्यो। अब माथि फटाफट हिँड्नु भएको। टपमै छौँ। यो 37 कि कति जस्तो लागेको थियो उचाइ। हामी मेलम्चीबाट 6 बजी हिँडेर होमस्टे 11 बजी आइपुग्यो। 5 घन्टा बाटो सर्टकट भनेर 3 घन्टाको बाटो आउनुपर्ने, हामी टिम्बुबाट आउनुपर्ने, कहाँबाट आइपुग्यो। फेरि त्यो मात्र होइन, टेलिस्कोपको फेरि ट्राइपड हराएर फेरि 1 घन्टा हामी फेरि फर्किनु पऱ्यो। खानासाना भनेर जेस रुमसुम भनेर 1 घन्टा फेरि हिँडेर खोज्दा खोज्दा बल्ल फेरि भेटाएर फेरि फर्क्यौँ। ल एकछिन माथि पुगेपछि भेटौँला। अब म्याङ्ग्रीको टप हामी आइपुग्यौँ। लगभग 2 घन्टाको आसपासमा बवाल छ, फाइनली आइपुग्यो है। सनराइज अझै भएन नि है। हिमाल हेर्नु, हिउँमा अझै सेटअप गरौँ। कालै छ। 2.5 घन्टा भनेर लागेन नि हामीलाई है। लागेन सर। 2 घन्टा पनि हुँदैछ। झ्याप्पै सुक्दिनु भएछ त। यति हिँड्यो। हिँड्दा अहिले अल्ल छैन, भरे अल्ल छैन। पुरै सेन्डी फ्ल्याट। मान्छेहरू म्याङ्ग्रीमा रमाउँदै। हजुर बिहानको आमा यहाँ यता
यता धेरै चिसो यार सनराइज यता टाइमलेस होइन अर्कै भिडियो खिच्यो त्यसलाई फास्ट गरेर बिहानको सनराइज आमा याङ्ग्री पिकमा ल ट्याक्क खिच न हाम्रो मैले के त भिडियो खिचिरहेको छ भिडियो खिचिरहेको छु त ल एउटा रातो चन्द्र सूर्य जङ्गी निशान हाम्रो जुदो रगत सरियो हरियौं प्रहार आए साम्राज्य आएन सान हाम्रो रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो जिउँदो रगत सरियो देश तथा विदेशमा रहनुभएकाले आमा याङ्ग्रीको दर्शन गरौँ आउन नसक्नेहरूले साथीहरू आज आमा याङ्ग्रीको पिकमा आइपुगेका छौँ हामी रमाइलो रहेछ ठाउँ बाटो गाह्रो भए पनि जोस राम्रो लाग्यो एरिया एकदमै मेस्मराइजिङ भ्यू ठ्याक्कै मन्दिर चाहिँ ठिकै अलिक साइडतिर अघि जस्तै जाडो चाहिँ भएन आउन छ धेरै जाडो आमा याङ्ग्रीमा आएर खाप्से पनि खाइयो आमा याङ्ग्रीलाई पनि अब बिदाई गर्दैछ हामी रमाइलो भयो आमा याङ्ग्री ज्याङ्गो पाल्जी गुम्बा हेलम्बु 1 सिन्धुपाल्चोक अब यो तल डाँडै डाँडा भएर कहाँ पुग्छ है दिन त म यस्तो ट्राई गर्छु ब्यागमा मिल्छ भने ब्यागमा हालौँ होइन ब्यागभित्रै त मिलेन यसरी यात्रा यति हो आजको यतातिर अटाउनु मिल्छ होला सर हेर्नु त ब्याग अलि लामो पारेर यता छिराइदिनु न जिउ
त्यो भन्दा नि खै कसरी मिल्छ अब मिलाएर गर्नुपर्ने हुन्छ यो तलको त तपाईँको त्यो गइसकेको रहेछ नि त अनि घुमे गर्दो रहेछ यता खिच्नु गएको थिएन जस्तो लागेको थियो है खोइ ल अब ओह्रालो फेरि 1 घन्टा जति हिँड्नु पर्ला त्यसपछि हाम्रो यात्रा यहीँ सकिन्छ पिङ्क गुराँस पनि यता रहेछ आइ नै सक्यो अब बिस्तारै जानुभयो हुन्छ थाक्नुभयो होला ल गाइस cutting trees are prohibited around Hamayangri के हो यो गुम्बाहरू सानो सानो गुम्बाहरू बनाएर आए जस्तो है हामी त 1 घन्टा 45 मिनट लाग्यो त्यहाँ यो बेस क्याम्पबाट हजुर कति लाग्यो तपाईँहरूले हामी चाहिँ म त्यहाँ 6 बजे हिँडेर टाइम लाग्यो ठिक छ अब आइसक्यो धेरै छैन यहीँ नजिकै हो यहाँबाट त छिटेर तल पुग्यो भने कहाँ पुग्यो बाटो चाहिँ डेन्जरै छ हजुर यहाँबाट तल कहाँ हो बाटो त धेरै टाढा छैन कति बजी हिँड्नु भयो तपाईँहरू 5 बजी हिँड्नु 5 बजी हामी कति बजी हिँड्यो 7:30 हैट तेरिका गाह्रो पर्यो अब आइपुग्यो अब अलिकति त्यो धुजाहरू चाहिँ के गर्नु त्यहाँ बानी हो हजुर त्यो धुजाहरू दाता लाउनुपर्छ मैले चढाउने हो तपाईँ पुगेर आउनु सक्नुभयो है हजुर हामी त पुगेर फर्क्यौँ हामी त 1 घन्टा बसेर कहाँ गुराँस देख्नुभएको हुन्छ पनि गुराँस कहाँ देख्नु भयो होला गुराँस माथिबाट देखाएको थियो के फरक पर्दैन तपाईँलाई सुहाएको साथी भयो गुराँस चाहिँ फुल्यो बनाइमा ल बाटो डेन्जर Hamayangri पहिला आउने हो भने चाहिँ अलिक बिगिनरलाई अलिक गाह्रै छ Hamayangri बसिरहेको मन लाग्दैन
पिङ्क ग्रास कति राम्रो। रोकिँदै रोकिँदैन त एकछिन फेरि ब्याक जान पर्यो थिचेन क्यामेरै टन्नै रहेछ रातो ग्रास फुल्यो बनाइमा। हामी चाहिँ गुराँस टिप्दैनौँ, यसरी गुराँसले फुलिसकेको खिच्छौँ। सेतो गुराँस पनि रहेछ यहाँ। सेतो गुराँस, रातो गुराँस, पिङ्क कलर गुराँस है। कति थरीको गुराँस देख्छ हामीले, धेरै थरीको गुराँस। ओहो, यहाँ रहेछ त सेतो गुराँस। ओ माई गॉड, व्हाइट गुराँस। व्हाइट गुराँस ल तिम्रो लागि। व्हाइट गुराँस, पिङ्क नै यो भएर व्हाइट हुँदो रहेछ है। टेस्ट गर्ने हो र? यहीँबाट पोइजनस त हुँदैन होला। नाइस। उता झन् हेर्नु त, यो चाहिँ पिङ्क खालको छ, उता झन् सेतो छ पुरै। कता? त्यहाँ त टोटल व्हाइट ग्रास छ त, यहाँ चाहिँ हल्का पिङ्क मात्र हो। ओहो, दामी दामी ल ग्रास। यो हामी खाएर टेस्ट गर्छौँ कस्तो हुँदो रहेछ हेरौँ है त। गाइस, यो ज्याकेट पो तान्छ कि क्या है? खाने हो? तपाईँ खाइ हेर्नु, तपाईँबाट एक्सपेरिमेन्ट गरौँ, रियाक्सन हेरौँ। अलि एक्टिभ भएर खानु नि यार, मरेलै जसरी खानुहुन्छ यार। तर नर्मल भन्दा कस्तो लाग्यो त, अर्कै हो। ग्रास किट कस्तो होला त? अलि यता आउनु, खाइ हेरौँ है। यो भित्रको खानु हुँदैन भन्छन् है? नेचुरल त नेचुरल, पोइजनस हुँदैन होला, नर्मल गुराँस जस्तै होला नि होइन? होइन, अलिकति डिफ्रेन्ट रहेछ है। लेट मी ट्राई। अलिकति कस्तो भन्यो यो, खल्लो टाइपको। मेरो आएको छ। मिठो त रातै मिठो हो है। त्यो तिनजना बाटै पनि बेहोस भयो। ओहो, तितो कस्तो कस्तो रहेछ है? गन्ध त त्यो खोलातिर फुल्ने फुलहरू हुन्छ नि, एक थरी रोज जस्तै खोलातिर। रोज जस्तै, व्हाइट रोज जस्तै रहेछ है? हो, त्यस्तै गनाएको थियो।
नेचुरल कुरा हो मर्न त मरिँदैन होला मर्यो च्याउ नि भने नेचुरल हो नि होइन च्याउ जस्तै पोइजनस त हुँदैन होला नि त गुराँसको त्यस्तो पोइजनस भन्ने सुनेकै छैन मैले अहिलेसम्म के हो जे हुन्छ अब जे हुन्छ देखाएर आएका यदि बाँचियो भने यो भ्लग आउँछ मर्यो भने त अब सक्यो त्यहाँ झन् हेर्नु न कस्तो पाएको छ क्या त्यहाँ पनि व्हाइट रोज बिहान त्यो अँध्यारो भएर खासै याद गरेन अहिले पनि देखाउँछ फुलहरू बिहान आउँदाको बिहान त पुरै अँध्यारोमा आयो न खिच्नु न के गर्नु अहिले पो फुलेर छ त फुल ठिकै छ त जाँदाखेरि एउटा डेस्टिनेसन सोचेर जाने होइन आउँदाखेरि हेर्दा हेर्दै घुम्दै घुम्दै एउटा होइन सुन्दै बस्छ खै कति मिटर चाहिँ ठ्याक्कै एक्ज्याक्ट थाहा भएन अब पछि रिसर्च गरेर हाल्नु पर्ला हजुर यो फुल पनि यो फुल त टिप्दा नि केही फरक नपर्ला अन्त यतिकै राम्रो देखाएको छ देखि त त्यही पनि फेरि चिलाउने होला है फुल दिस इज वाइल्ड फुल फुलै फुलको बगैँचामा मेरी माया भने जस्तो कति धेरै रहेछ अनि यहाँ माथि अर्को फुल फेरि गुराँस भएन अर्को फुल रुट यस्तो अन्त दामी छ त रुट त ल यत्रो जङ्गल हिँड्यो बल्ल एउटा जनावर भेट्यो ओहो को रहेछ यो ओ अनौठो खालको जनावर भेट्यो त फुलै फुलको बगैँचामा मेरी माया यो चाहिँ तिम्रो लागि है होइन गाडीमा आएको हो हामी काठमाडौँबाट कहाँ तार्की हेङबाट हिँड्दै आउनु भयो कि होइन यो त कहाँसम्म यहीँसम्म आइपुग्छ गाडी यहीँ हिँड्नुसम्म यहाँ ल बिस्तारै जानु साथीहरू आउँदैछ कतिखेर पो आइपुग्ने अब 1 घन्टा ए ल ठिक छ अब बिस्तारै जानु न यो त तपस्या गरेर बस्नु खालको रहेछ है दुःख त आम्मामा त्यहाँ हेर्नु नि त्यहाँ त्यो के अरे बेडै जस्तो हो त्यहाँ ठ्याक्कै आन्टीलाई बेस क्याम्प चाहिँ हो बिहान जाँदा राति भइसकेको थियो देखेन हालको लागि यहाँ चाहिँ सानो सानो टेन्टहरू राखेर मजाले बस्न मिल्ने खालको यहाँ नै ओहो सेतै रहेछ सेतै त्यहाँ अझै फुल्न बाँकी रहेछ पुरै रातै यता फेरि रातै रहेछ बाबाले रहेछ छ उता रातो उता पुरै रातो सबै यता रातो अलिक देखेन आन्टीलाई यता त बाबाले यो गिम्बल राख्नुभन्दा नराख्नु पनि ठिक हो जस्तो स्टेबलै हुँदैन सुत्नु गाडीहरू चाहिँ यस्तो 4 व्हिलरहरू आउँदो रहेछ करिब 2 घन्टा छिटो हिँड्यो भने 1.5 घन्टामा पुग्दो रहेछ ल अब चाहिँ हामी बेस क्याम्पबाट पनि निस्केर हाम्रो होटेलमा पुग्दैछौँ आमाङ्गीलाई धेरै धेरै धन्यवाद ल ल ल ल ल ल ल यता ठकिसक्यो फेरि यता भइरहेको हेत्तेरी ल बाइक घुमाउनु ल तलसम्म स्कुटीमा कहाँसम्म हुन्छ मोबिल चुहिएछ कि याद भएन
के चेनमा मोबिल हालेको थियो सबै छरिएछ टन्नै हालेर लिएर आएर त्यही भएर चिप्ले गरे लाउँ है लाउँ केही छुटेन नि होइन केही छैन ब्याग स्याग सबै फेरि फर्केर आउनु पऱ्यो भने चाहिँ फर्किँदा हामीले सबैको रक्षा गरौँ खिच्या बेला सर लडिरहेको भङ्गात लगिरहेछन् बुढाले भयो बडी प्रिसेक भएर है पार्ट्स हाम्रो भुँडी कलेज सबै सब हल्का डोल्मो होमस्टे धेरै धन्यवाद अब लाग्यौँ हस् नमस्ते है ल लाग्यौँ है ल यो ठाउँलाई पनि धेरै राम्रो होमस्टेमा आएर बस्यौँ हामी मोबाइल पर्स बेसी भेटिरहेको होइन हेलमेटलाई हालेछ आमा याङ्ग्रीको यात्रा अरू छुट्यो भने आजलाई यति स्टे ट्युन किप सपोर्टिङ किप लभिङ होइन त मेलम्चीको बाढीले फुलसुल सबै लगाएछ तर यति धेरै कुदाउनु पाउँदैन नि त 6 बजी पुरै राप्तो